ल हामी चाहिँ अब अलहिलबाट दाइको घरबाट हामी घुम्न हिँड्यौँ दाइ दिदी अनि म हाम्रो यहाँ जेन्जी भाइ यहाँ हाम्रो अर्को जेन्जी भाइ अर्को जेन्जी भाइ अर्को जेन्जी अझै अब चाहिँ हामी यहाँबाट मुभ हुन्छ हामी चाहिँ अब गाडीमा बसेर चट्ट हिँड्न लागिसक्यौँ निस्क्यो अब अलहिलबाट मुभ भयो अनि मुभ भएँ यता कृष्ण सुल्ती म यता जेन्जी भाइ यता दाइ र दिदी हुनुहुन्छ हिँड्यौँ वे टु नखल फाइनली हामी सरकारी भवन होइन फाइनली गाइज हामी चाहिँ नखल आइपुग्यो है नखल आइपुग्यो यो नखल यो माथि कुनामा छ तातो पानी यो चाहिँ हाम्रो गाडी यो चाहिँ पार्क छ यहाँ एउटा सानो ठुलो पहाड छ तातो पानीतिर मुभ हुँदै गेबाट छिटो गेट छिटो छिटो कत्रो गेट छ त यहाँ छिटो अहिले त पहिला चिप्लो थियो चिप्लो यो हाम्रो दिदी बहिनीहरू रहेछ यहाँ टक्कर हाई हाई नमस्ते ल हामी यहाँ जम्का भेट भयो आज ल ल ल ल यहाँ नेपाली दिदीबहिनीहरू पनि आउँदो रहेछ भर्खरै आएर फर्किँदै रहेछ यहाँ चाहिँ हाम्रो ओ बाख्रा त्यो बाख्रा पाउँछ यहाँ आइज न कहाँ उडेको त गाउँ गरेर कति राम्रो राम्रो बिरालो हो यहाँ नखलमा आएको त पुरै गाइजहरू रहेछ यहाँ नखलमा गाइजहरू धारा पनि छ यो पानी नै पिउँछ है अब मान्छेहरूले पिउँछ पिउँदैन एकदम व्यक्ति पानी ल गाइजहरू यहाँ पानी यस्तरी बगिरहेको छ स्क्यानिङ पनि क्याफे छ यहाँ क्याफे छ तातो पानी आइपुग्नु लाग्यो गाई फाइनल्ली हामी अब तातो पानीतिर आइपुगेको छौँ हाम्रो गाई पछाडिबाट पुग्छ टक्क टक्क लगाएर हौ फाइनली गाइज Yeah, okay. Yeah. तातो छ नि पानी कस्तो चिप्लिँदो रहेछ हौ यस्तरी निस्केको छ पानी यस्तरी पानी निस्केको छ खतरा गाइज ल हामी नखल गएर नि आइपुग्यौँ ल हामी आइपुग्यौँ रोजा पनि खोल्ने बेला भयो अब रोजा पनि खोल्ने बेला भयो रोजा खोल्ने रोजा खोल्ने